हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। हाम्रो चाहिँ दिदी आउनुभएको नि 4-5 दिन भइसक्यो नि त। त्यही भएर हामी चाहिँ जाँदैछौँ लोकल कुखुरा खोज्न। हाम्रो दिदीलाई देखाउनु मन लाग्यो अरे, सो हामी चाहिँ यहाँ लोकल कुखुरा खोज्न जाँदैछौँ गाउँतिर। अब हेरौँ है त हामीले लोकल कुखुरा पाउँछौँ कि पाउँदैनौँ। तिते भनेको चाहिँ एउटा कुखुराको प्वाखहरू डढाएर बनाउने खानेकुरा हो नि त। त्यही भएर यो चाहिँ सबैलाई मन चाहिँ पर्दैन, तर हाम्रो दिदीलाई चाहिँ खानु रहर लागेको छ अरे भनेर हामी चाहिँ यहाँ कुखुरा खोज्नु गएको थियौँ। यति झ्याउ भएको थिएन, सारा संसार खोज्दा पनि कुखुरा नपाएर बल्ल बल्ल एउटा सानो कुखुरा पायौँ। अनि अब हामी त्यसैलाई लिएर घर आयौँ। घरमा आएर चाहिँ फर्स्टमा मैले अदुवा लसुन अनि खोर्सानीलाई मसिनो गरी काटेर राखेँ। तितेमा चाहिँ खासै मसलाहरू चाहिँदैन नि त, यति भए पुग्छ। अनि यता बाबुले भने मजाले कुखुरालाई डढाइरहेको थियो। फर्स्टमा चाहिँ यो कुखुरालाई हामीले यति धेरै सफा पानीले धोएर पखालेर सुकाएर अनि बल्ल यसको प्वाख चाहिँ डढाएर अनि यसको कालो कालो निकाल्दै थियौँ क्या। यति धेरै गाह्रो भएको थिएन, पानीले भिजेपछि त सबै त्यो प्वाखहरू टाँसिने नि त। अनि यसको त्यो कालै निक्लेको थिएन कि। बल्ल तल्ल बाबुले यसलाई मजाले पोलेर झारिरहेको थियो। मासु नै पुरै कालो बनाइसकेको थियो, राम्रोसँग आगो नबलेर यति गाह्रो भएको थिएन। त्यो माथि प्वाख सबै पानीले भिजेको थियो नि त। अनि त्यही भएर निकै टाइम लाग्यो। भनेर पनि बाबु र म भएर चाहिँ यसलाई बिस्तारी बिस्तारी गरेर झार्दैछौँ। यो चाहिँ मसिनो गरी काट्ने यसको मासुलाई चाहिँ, अनि मजाले यो कालोसँग मोलेर एउटा प्लेटमा राख्ने नि त। अनि मैले यता टमाटर भने मासुको लागि काट्दैछु। तिते चाहिँ खाजामा हुन्छ नि त, त्यही भएर मासुको लागि चाहिँ मैले यता टमाटर काटेर रेडी गर्दैछु। अनि यता मैले कराई पनि बसाएर तेल राखेँ। त्यसपछि अघि काटेको अदुवा लसुनहरू मजाले हालेर यसलाई त्यो मासु राख्दै मजाले ग्यास सानो बनाउँदै चलाउँदैछु छोपी छोपी। मलाई चाहिँ आज यति धेरै हतार भएको थियो, किनभने मैले बेड अर्डर गरेको थिएँ। अनि बेड पनि आजै आउने दिन थियो नि त। अनि मैले उता ठाउँहरू पनि केही मिलाएको थिइनँ। अनि ठिक्क अब उताबाट हिँडिसक्नु भयो भनेपछि हतार हतार भयो। त्यही भएर यो छिटो छिटो बनाइवरी अनि म चाहिँ अब उता ठाउँ बनाउँछु भनेर मैले ग्यासलाई अलिकति ठुलो बनाउँदै नुन बेसार एड गर्दै छोपेर चलाउँदै म उता पनि ठाउँहरू मिलाइरहेको थिएँ। यति धेरै हतार भएको थियो नि। यो तिते पनि अरू घरमा मम्मीहरूलाई बनाउन आउँदैन नि त, दिदीहरूलाई। त्यही भएर यो पनि मैले नै बनाउँदै थिएँ। अनि उता बेडको लागि मान्छेहरू पनि आइसक्नु भएको थियो, हतार भइरहेको थियो। अनि मैले अघि भिजाएर राखेको चामललाई यसमा एड गरेर मजाले चलाएँ। यसलाई चाहिँ अब यतिखेर ग्यास सानो बनाउँदै चलाउनुपर्छ, किनभने यो लागिहाल्छ नि त। त्यही भएर यसलाई ग्यास सानो बनाउँदै चलायो भने अनि छोपेपछि मजाले पाक्छ पनि। अनि एउटा साइडमा चाहिँ तातो पानी तताएर छुट्टै राख्ने, अहिले त्यो पानी राख्दै यसलाई चलाउनुपर्छ नि त। त्यही भएर मैले चाहिँ आज अलिकति थाहा नभएर बढी चामल भिजाएछु नि त, त्यही भएर चामल चाहिँ अलिक धेरै भयो। फाइनली मेरो बेड पनि अब आइसक्यो। यता दाइले भने जोइन गर्दै हुनुहुन्छ बेडलाई। बेड चाहिँ एकदम राम्रो भयो। म दाइलाई चाहिँ एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब भने मेरो तिते पनि रेडी भयो। चामल धेरै भए पनि टेस्ट भने एकदम मिठो थियो। दिदीलाई पनि एकदम मिठो लाग्यो अरे। मैले त झन्नै धेरै खाएँ यो। मैले पूर्वतिर जाँदा मात्र खान्छु नि त। अब भने मेरो बेड पनि यस्तो भयो। एकदम राम्रो फिनिसिङ थियो बेडको पनि, सबै कुरा मलाई एकदम राम्रो लाग्यो। बाई बाई साथीहरू।